अहिले हामी पुरानो ठिमी आइपुगेको अवस्था है। ल तपाईले देख्नु सक्नुहुनेछ तपाईहरुले। यो चाहिँ पेप्सी कोला चोक आइपुगेको छ। जामबाट चाहिँ अहिले एयरपोर्टको पछाडिको बाटो जाँदैछु। हजुर होइन होइन आइपुगेको छ। रिल बनाउनलाई ल्याउनु भएको यहाँ ठमेल आइसकेको छ होइन। यहाँ हाम्रो पछाडि भाइहरू बसिरहनु भएको छ। हेलो हेलो नमस्ते। यहाँ भक्तपुरदेखि सिधा ठमेल। लाइक शेयर सब्स्क्राइब। भक्तपुर हुँदै पेप्सी कोला हुँदै एयरपोर्ट पछाडि हुँदै बौद्ध हुँदै ठमेल आइपुगेको छु। Kami monggo saja. Korean. Masih baca saja. Try Sara. अब ड्युटी सकेर चाहिँ अब पेट्रोल हाल्दैछु। हेलो हेलो अब पेट्रोल हालेर चाहिँ अब टिकाथलीतिर जाँदै अब यो चाहिँ संसद भवन न्यू बानेश्वर एरियामा छु है। अब यो न्यू बानेश्वर चोक हो। यहाँबाट हामी शङ्खमूलतर्फ लाग्दैछु। अब पुग्नै लाग्यो है गाइज। हाम्रो प्रवीण दाईको घरमा पुग्न लागिसकेको अवस्था छ। म चाहिँ अहिले 24 घण्टाको ड्युटी सकाएर हाम्रो प्रवीण दाईको घर यही हो है। यहाँ आइपुगेको छु। अब
अब गाडी यहाँनिर पार्किङ गरिदिन्छु। हेर्नुहोस् गाइस, अब मेरो ड्युटी सक्यो। प्रवीण दाई यता हेर्नुहोस् न। ओ यो चाहिँ हाम्रो प्रवीण दाई है, प्रवीण दाई हुनुहुन्छ। अब म टिकाथली आइपुगेको छु। हाम्रो प्रवीण दाईको घर चाहिँ यही हो है। यहाँ मैले ट्याक्सी 4856 यहाँ पार्किङ गरिसकेको छु। यहाँ आइसकेको छु। मेरो 24 घन्टा ड्युटी अब इन्डिङ भइसक्यो। अब भोलि बिहानदेखि फेरि पर्सि बिहानसम्म ड्युटी स्टार्ट हुन्छ। त्यतिखेर तपाईँहरूलाई म फेरि जहाँ नयाँ ठाउँमा पुग्छ त्यहाँ चाहिँ तपाईँहरूलाई मेरो घिसिङ बिजनेस भ्लगबाट चाहिँ अपडेट गर्ने नै छौँ। हेलो लसु फ्याफुल्ला, जति पनि मैले भ्लगमा भिडियोहरू चाहिँ हजुरहरूलाई अपडेट गरेको छ। घिसिङ बिजनेस भ्लगलाई पनि माया गरिदिनु होला। लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनु होला। र यस्तै भिडियोहरू फेरि अर्को नयाँ ठाउँमा पुगेपछि म तपाईँहरूलाई अपडेट गर्ने नै छु। त्यसैले सम्पूर्णले मलाई चाहिँ घिसिङ बिजनेस भ्लगलाई पनि माया गरिदिनु होला भन्दै लसो फ्याफुल्ला, नमस्कार।